हेलो गाइज वेलकम ब्याक टु माई भिडियो। सबैजनालाई नमस्ते, शुभ बिहानी। म चाहिँ उठेर फ्रेस भएर काममा हिँडिसकेको छु। काममा जाँदैछु है गाइजहरू। नासपति फलिरहेको रहेछ यहाँ चाहिँ। ल कामतिर लागिसक्यो है। म चाहिँ हिँड्नुपर्छ आधी घन्टा जति। अङ्कल यो नासपति खाने बेला भइसक्यो। एउटा ट्राई हानिदिनु पऱ्यो, बेला भए नि नभए पनि भुइँबाटै भेट्दैन क्या। भुइँबाट भेट्ला जस्तो लागेन गाइस। ल नासपति यो चाहिँ भेट्छ कि क्या हो। ल यो चाहिँ भेटाएँ मैले। ल कस्तो छ यो। मिठो रहेछ गाइस, मिठो। म चाहिँ काममा जाँदैछु। फेरि हिजो जसरी उकालो चढ्दैछु है। के गर्नु, मिसिन माथि राख्नुपर्छ, मान्छे सुत्न तल जानुपर्छ। गाह्रो छ नि। बिहान बिहान हिँड्न त ठिक पनि हो है एक किसिमले। के गर्नु, हिँड्नै पर्यो है। मैले चाहिँ आज ग्याल्टिन लिएर आएको छु गाइस। ल म चाहिँ उकालो चढ्दैछु। ग्याल्टिन पनि लिएर आएको छु। ग्याल्टिन चाहिँ किन ल्याएको भन्दाखेरि ड्रमको बिर्को चाहिँ पल परेको रहेछ, अनि त्यसमा पानी छिरेको रहेछ। माथिको तेल चाहिँ ग्याल्टिनमा निकालेर अनि मिसिनमा हाल्नु पर्यो भनेर चाहिँ ग्याल्टिन लिएर आएको साथीहरू है मैले चाहिँ। ल गाइस एउटा कुरा देखाउन जाँदैछु है तपाईँहरूलाई। यो के हो गाइस, के हो साथीहरू, अङ्गेरी पुरै सुकिसकेछ है। यहाँ पनि छ, टन्नै फल्या रहेछ, टन्नै फल्या है। पुरै सुकेर झर्न लागिसकेछ है। ल यो सानोमा चाहिँ कोले खानुभयो। ल गाइस अब काम गर्दैछौँ है हामी। यता हुनुहुन्छ हाम्रो काम गरिरहनु भएको छ दाजुभाइहरू। माथि चाहिँ सोलिङ भइरहेछ हिजो फाउन्डेसन तानेको ठाउँमा। अनि मैले चाहिँ ढुङ्गा ओसार्दैछु यहाँबाट। यहाँ भट्टाभट हालिरहनु भएको छ पकेटमा हाम्रो दाजुभाइहरूले। ल पुरै कुहिरोले ढाकेको छ, ढकमक्क भएको छ है। अब खाना खाने जाने बेला पनि भयो, 11 बज्न लाग्यो। ल म चाहिँ खाना खान आएको है। अनि एउटा पा पनि मागेर लिएर आएको छु मैले दाइसँग। एकजना दाइले ल्याउनु भएको रहेछ, पा चाहिँ मागेर लिएर आएको मैले। पा है गाइस, पा खाने भए कमेन्ट गर्नु होला है। ल खाना आइपुगेछु म चाहिँ घरमा। खाना पाकेको छ कि छैन हो। खाना पाक्यो आमा? हिजो
हिजो पाके बेलामा चाहिँ आइपुगेन है हिजो पकाएर राख्ने बेलामा चाहिँ आएन आज चाहिँ पाक्यो हिजो हुन्छ हिजो माथि के अरे रमेश दाईसँगै गएको गयो भने होइन त खानलाई हजुर गयो भने होइन खानलाई टाढा यहीँ नजिक हुने रहेछ हुन त स्कुल भन्दा नि माथि एउटा पा मायर लिएर आएको रमेश दाइले हजुर होइन पा मागेर ल्यायो भने रमेश दाइले मागेको रहेछ अनि मैले एउटा मागेर लिएर आएँ अरे के गरेर खाने यसलाई अब एउटा त ल अब ढेँडो खानु लाग्यो अङ्कल आमाले बनाउनु भएको ढेँडो यहाँ बा पनि यता हुनुहुन्छ बाले के खाइरहनु भएको छ बोलु मकैको ढेँडो अब मिठो हुन्छ नि ल मिठो छ ल एकदम यो त झन् ल सिस्नु अनि दाल पनि सिस्नु खानुपर्छ यस्तो खानुपर्छ नि गाउँघरमा बस्ने मान्छे सहरमा बस्ने मान्छेलाई त मिठो मिठो चाहिन्छ अनि गाउँघरमा बस्ने मान्छे यस्ता नि यस्तै हो यो पो मिठो हुन्छ भिटामिन सिक्नु झन् औषधि हो दिनमा एउटा हजुर म चाहिँ 2 दिन 3 दिन खानु पाएन भने केही हुँदैन सिस्नु त कहीँ देख्दैन कहाँबाट ल्याउनु भएको त 3-4 बुट्टे छ मेरो जति खाइन्छ अहिले कति कलाइरहेको छ यो बुट्टे टिपेर खायो भने जति लाग्छ मलाई अनि हुन्छ भने के सिम्बा ल ढेँडो खाँदैछौँ खाने भए आउनु होला कमेन्ट गर्नु होला तपाईँहरू नि खाने भए आउनु ल साथीहरू यस्तो मस्तको भ्यू पो देखिरहेछ है यहाँबाट ओ माई गड बवाल बवाल देखिरहेछ ल बवाल छ हौ बवाल ल यहाँ चाहिँ काम गर्दै हुनुहुन्छ दाजुहरू